आज चाहिँ म तपाईलाई 1xbet को केही अनक्लियर डाउट्सहरु के थियो सबै क्लियर गरिदिन्छु। जस्तै कि डिपोजिट विथड्र कसरी गर्ने हल्का समस्या आइरहेको थियो केटाहरुलाई, अनि विनिङ बेट स्लिप कसरी बनाउने, अनि त्यसपछि भनेको प्रोमो कोड कसरी युज गर्ने, यसमा हल्का यो क्याशब्याक त्यो सबै डाउट्सहरु चाहिँ आज समग्र क्लियर गरिदिन्छु। सबैभन्दा पहिला चाहिँ म एप्लिकेसन डाउनलोड गर्नको लागि चाहिँ डिस्क्रिप्सन चेक गर्नु होला, मैले लिंक हालिदिन्छु हैन। अब रजिस्ट्रेसन गर्नको लागि चाहिँ यहाँमध्ये तपाईले जुन कुनै पनि एउटा सिलेक्ट गरे हुन्छ हैन। मलाई चाहिँ सजिलो 1 क्लिक लाग्छ। अब यहाँ जाउँ, यहाँ गएर चाहिँ तपाईले करेन्सी नेप्लिज र कन्ट्री नेपाल हाल्नु पर्यो। र प्रोमो कोडमा चाहिँ तपाईले अफिसियल प्रोमो कोड 1x295071 राख्नु होला। यो राखेपछि चाहिँ तपाईलाई फर्स्ट डिपोजिटमा 100 देखि 140% सम्म बोनस र हरेक फ्राइडे र हरेक मन्डे डिपोजिटमा पनि 100 देखि 140% सम्म बोनस आउँछ। ठीक लगाउँ, आफ्नो युजर नेम र पासवर्डको स्क्रिनशट राखौँ र नेक्स्ट लगइन स्टार्ट गरौँ र पर्सनल प्रोफाइल सबै फिलअप गरौँ है। डिपोजिट गरेर देखाइदिन्छु हैन। यहाँ माथि हेर्न सक्नुहुन्छ मैले पर्सनल प्रोफाइलमा जे पाए त्यही फिलअप गरेको छु। त्यस्तो फिलअप नगर्नु होला, तपाईले चाहिँ आफ्नो ओरिजिनल फिलअप गर्नु होला, नत्र भने तपाईको विथड्रमा समस्या आउन सक्छ हैन। अनि डिपोजिट गर्नको लागि पनि तपाईले आफ्नो पर्सनल प्रोफाइलमा फोन नम्बर लिंक गरेकै हुनुपर्छ, यो तपाईलाई थाहा होला। हेर्न सक्नुहुन्छ यहाँ सबै 3-4 वटा अप्सनको म डाउट क्लियर गरिदिन्छु। यो डिजिटल वालेट भनेको खल्ती भयो, वालेट ट्रान्सफर भनेको यो ई-सेवा भयो हैन, कनेक्ट आइपीएस आईएमईपी सबै छ हैन। अनि प्लस यहाँ अर्को नयाँ अप्सन पनि हुन पर्ने हो, पक्नु ल। नयाँ अप्सन यो फास्ट एनपीआर ट्रस्टेड पेमेन्ट पार्टनर भन्ने छ, यो पनि म क्लियर गरिदिन्छु है। ल पहिला चाहिँ म के रे यो ई-सेवाबाट चाहिँ कसरी पैसा ट्रान्सफर गर्ने म सर्र भनिदिन्छु। यहाँ माथि लेखेको नोटहरु तपाईले के गर्नु होला भन्दाखेरि तपाईले चाहिँ राम्रोसँग पढ्नु होला हैन। यसमा के भनेको छ भन्दाखेरि तपाईले चाहिँ ई-सेवादेखि ई-सेवामा मात्र पैसा पठाउनु होला है, मोबाइल बैंकिङबाट नपठाउनु होला पैसा भनेको छ हैन। अनि रिमार्क्सहरुमा चाहिँ कुनै पनि 1xbet रिलेटेड चाहिँ इन्फर्मेसन नलेख्नु होला पनि भनेको छ हैन। अब यहाँ सबै म के रे यो डिपोजिट गर्ने पनि दुईटा मेथड हुन्छ। कहिलेकाहीँ चाहिँ अगाडि नै फोन नम्बर दिएको हुन्छ हैन, अनि कहिलेकाहीँ चाहिँ फोन नम्बरहरु दिएको हुँदैन। जस्तै आज हेर्न सक्नुहुन्छ यहाँ तल रक्षा शर्मा नामको फोन नम्बर अगाडि नै दिएको छ हैन। सबैकोमा यही नम्बर हुन्छ भन्ने हुँदैन, फेरि तपाईहरु सुई पैसा पठाउनु होला। यो नम्बरमा हेर्नु होला कसको नम्बर आएको छ हैन। अनि जस्तै मैले यसलाई कपी गरे हैन, आज त रक्षा शर्मा नाम र वालेट नम्बर मात्र दिएको छ हैन। यहाँ भन्दा तल चाहिँ अरु पनि के लेखेको हुन्छ भन्दाखेरि तपाईलाई कोड भनेर लेखेको हुन्छ कि त्यो कोड चाहिँ तपाईले कपी गरेर ई-सेवाबाट पैसा पठाउँदाखेरि रिमार्क्समा लेख्न पर्ने हुन्छ है। आज चाहिँ केही पनि लेखेको छैन, कोड सोड केही पनि लेखेको छैन, यो वालेट नम्बर र रक्षा शर्मा मात्र दिएको छ। त्यसैले मैले चाहिँ अब आज चाहिँ बिल पे भनेर चाहिँ ई-सेवाबाट पैसा पठाइदिन्छु। यहाँ माथिको अहिले केही पनि फिलअप नगर्नु होला, यहाँ माथि अहिले यतिकै खाली छोड्नु होला हैन। अब म यसरी जान्छु ब्याक ई-सेवामा जान्छु। अब ई-सेवाबाट चाहिँ मैले सेन्ड मनी गर्छु हैन। सेन्ड मनी ई-सेवाबाट चाहिँ अब त्यहाँ रक्षा शर्मा नाम दिएको आईडीमा मैले चाहिँ ई-सेवाबाट पैसा पठाउँछु हैन। अब मैले कति डिपोजिट गर्ने भन्दाखेरि 1000 डिपोजिट गर्छु हैन, कन्टिन्यू गर्छु हैन। बिल शेयरिङ अहिले केही पनि दिएको छैन, त्यहाँ कोड दिएको थियो भने चाहिँ त्यो कोड ल्याएर यहाँ रिमार्क्समा लेख्न पर्ने हुन्थ्यो। अहिले त्यहाँ कोड केही पनि देखेको छैन नि त, त्यही भएर मैले चाहिँ जस्ट बिल पे लेखिदिन्छु हैन, बिल शेयरिङ लेख्छु। नत्र त्यहाँ कोड दिएको खण्डमा चाहिँ तपाईले त्यो कोड पनि ल्याएर यहाँ रिमार्क्समा चाहिँ कपी गरेर पेस्ट गर्नु पर्थ्यो है। अनि त्यसपछि कन्टिन्यू गर्छु हैन, कन्टिन्यू गरेपछि कन्फर्म गर्छु हैन। कन्फर्म गरिसकेपछि चाहिँ यहाँ ट्रान्ज्याक्सन कोड हेर्न सक्नुहुन्छ तपाईले। यसलाई चाहिँ अब कपी गर्छु, मैले कपी गर्नुपर्ने हुन्छ हैन। यो चाहिँ किन कपी गर्नुपर्छ भन्दा यहाँ फिलअप गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। अब बल्ल मैले यो आफ्नो फिलअप गर्छु, मेरो वालेट नम्बर फिलअप गर्छु, मैले मेरो वालेटको नाम फिल गर्छु, मेरो ई-सेवा वालेटको है। ई-सेवाबाट ई-सेवा मात्र पैसा पठाउनु होला है। अब ट्रान्ज्याक्सन कोड पनि मैले कपी गरेको थिएँ, अब पेस्ट गरेर हाल्छु हैन। अनि त्यसपछि अब आएर चाहिँ यहाँ मैले के गर्छु भन्दाखेरि कन्फर्म गरिदिन्छु। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि कुनै पनि समस्या आयो भने यहाँ तल info-npl@1xbet टिमलाई चाहिँ इमेल गर्नु होला है भनेको छ हैन। केही समस्या आयो भने इमेल गर्नु होला, नत्र भन्दा सबभन्दा सजिलो भन्दा टेलिग्राम सपोर्ट हुन्छ त्यहाँ, त्यो टेलिग्राम सपोर्टबाट चाहिँ तपाईले कन्ट्याक्ट गर्दा एकदम सजिलो हुन्छ। अब यो अर्को कुरा के पनि भनेको छ भने यहाँ तल हेर्न सक्नुहुन्छ सेक्युर ट्रान्सफर लेखेको छ। यो भनेको चाहिँ के हो भन्दाखेरि तपाईले ई-सेवाबाट पैसा पठाउँदाखेरि कहिलेकाहीँ त्यो रिसिभरको लिमिट चाहिँ एक्सिड भइसक्यो हुन्छ के, लिमिट एक्सिड भइसक्यो हुन्छ। त्यसैले चाहिँ सेक्युर ट्रान्सफर गरे भने चाहिँ अनि बल्ल पैसा जान्छ। सेक्युर ट्रान्सफर गर्नको लागि चाहिँ ई-सेवाबाट पैसा पठाउँदा यहाँनिर यो अन गर्नुपर्छ, एमाउन्ट मतलब जस्तै 1000 पठाउने हो भने अनि बल्ल सेक्युर ट्रान्सफर अन गर्नुपर्छ हैन। सेक्युर ट्रान्सफर गर्दा चाहिँ तपाईलाई 5-10 रुपैयाँ चाहिँ एक्स्ट्रा चार्ज दिन्छ है ई-सेवाले। एउटा ई-सेवाको लिमिट एक्सिड भएपछि अर्को ई-सेवा नम्बरहरु हालिदिन्छ, चेन्ज भइरा हुन्छ एकछिनमा, हेरिराख्नु होला। अब केही समय म कुर्छु हैन, यसमा पैसा आउनलाई हल्का 5-10 मिनेट कहिलेकाहीँ टाइम लाग्छ। अहिले कुर्छु हैन। अब यहाँ मैले डिपोजिट थ्रु खल्तीबाट हेर्न सक्नुहुन्छ, खल्तीबाट नि देखाइदिन्छु। यो डिजिटल वालेटबाट
डिजिटल वालेटबाट चाहिँ यहाँ हेर्नु सबै सेम छ, वालेट नम्बर पनि दिएको छ, सबै यो रातो अक्षरले लेखेको कुराहरू पढ्नु होला हैन, सबै सेम छ। यहाँ ट्रान्ज्याक्सन कोड मात्र छैन, ई सेवाको जस्तो ट्रान्ज्याक्सन कोड ल्याएर हाल्नु पर्दैन हैन। अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ, यो पहिल्यै वालेट आइडी र नम्बर दिएको खण्डमा, अब कहिलेकाहीँ वालेट आइडी र नम्बर नदिएको खण्डमा चाहिँ के गर्नु होला भन्दाखेरि, वालेट आइडी र नम्बर नदिएको खण्डमा चाहिँ तपाईहरुलाई चाहिँ आफ्नो वालेट नेम, खल्ती वालेट नेम अनि खल्ती वालेट नम्बर फिलअप गर्ने अनि कन्फर्म गरेपछि बल्ल उनीहरूले चाहिँ यो नम्बरमा पैसा पठाएर बल्ल फोन नम्बर र वालेट नेम दिन्छ हैन। ई सेवाबाट पनि सेम, तपाईको सुरुमा चाहिँ वालेट नम्बर आइडी दिएको हुँदैन, तपाईले पहिला फिलअप गरेपछि आफ्नो नेम र अनि कन्फर्म गरेपछि बल्ल तपाईलाई दिन्छ। अब यहाँ सबभन्दा अर्को मेथड भनेको चाहिँ, बेस्ट मेथड भनेको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ फास्ट एनपीआर भन्ने हैन। फास्ट एनपीआरले चाहिँ तपाईलाई के गर्छ भन्दाखेरि टेलिग्राममा डिरेक्ट गर्छ तपाईलाई हैन। अब टेलिग्राममा चाहिँ यहाँ चाहिँ तपाईले के मेसेज गर्नुपर्ने हुन्छ भन्दाखेरि यिनीहरूलाई हेलो ब्रो आई निड डिपोजिट भन्नुपर्छ। डिपोजिट भने यिनीहरू चाहिँ 1xले ट्रस्टेड एजेन्टहरू राखेको हुन्छ हैन। अनि उनीहरूले रिप्लाई गरेपछि चाहिँ यो नम्बरमा पैसा पठाइदे भन्छ, अनि त्यो नम्बरमा पैसा पठाइदिने, अनि तपाईको 1x आइडी कति हो दिनु भन्छ, अनि 1x आइडी तपाईको यहाँ माथिको यो जस्तै यहाँ माथि हेर्न सक्नुहुन्छ 300 वाला, यो चाहिँ कपी गरेर तपाईले चाहिँ उनीहरूलाई पठाइदिन पर्ने हुन्छ। उनीहरूले फास्ट डिपोजिट गरिदिन्छ। विथड्र गर्न परेको खण्डमा पनि त्यही मान्छेलाई यहाँ कन्ट्याक्ट गर्नुपर्छ है। यहाँ तपाईले यो चाहिँ डिलिट नगर्नु होला, किन भन्दाखेरि यो अर्कै सिस्टमबाट हो, तर फास्ट हुन्छ, एकदम फास्ट हुन्छ। अब डिपोजिट त भइहाल्यो। अब तपाईको प्रोमो कोड कसरी युज गर्ने भनेर म देखाइदिन्छु। तपाईलाई बर्थडे एनिभर्सरीहरू सर्टेन उस कन्डिसनहरुमा चाहिँ तपाईको फोन नम्बर या इमेलमा चाहिँ प्रोमो कोड आएको हुन्छ। त्यो चाहिँ यहाँ अदर्समा गएर हैन तपाईको प्रोमो सेक्सनमा जानु होला। प्रोमो सेक्सनमा गएपछि यहाँ माथिको 0 पोइन्ट वाला लेखेको छ नि, यहाँ थिच्नु होला। त्यसपछि यहाँ माथि टिकट जस्तो देखाएको हुन्छ, त्यहाँ प्रोमो गर्नु होला। अनि यहाँ गएर चाहिँ तपाईले त्यो आएको प्रोमो कोड हुन्छ नि, तपाईले पेस्ट गरेर चाहिँ यहाँ चेक गर्नु होला। अनि चेक गरिसकेपछि चाहिँ त्यहाँ के लेख्छ भन्दाखेरि तैँले यस्तो यस्तो खालको बेट हाल्न सक्छस्, यस्तो यस्तो भनेर भनेको हुन्छ हैन। अनि हामीले चाहिँ त्यही अनुसार बेट कसरी हाल्न सकिन्छ भन्दाखेरि जस्तै एउटा उदाहरणको लागि त्यसले चाहिँ तैँले चाहिँ के अरे 1 भन्दा धेरै अड भएको सिंगल गेममा चाहिँ तैँले यो प्रोमो कोड युज गर्न सक्छस् भन्यो भने लाइक हेर्न सक्नुहुन्छ यहाँ 1 भन्दा धेरै अड भएको यहाँ साउथ अफ्रिकाको अड छ विन 1 मा। मैले यसरी थिच्दिन्छु यसलाई। अनि त्यसपछि यहाँ बेटको साइडमा हेर्न सक्नुहुन्छ यहाँ प्रोमो कोड भन्ने हुन्छ। यहाँ चाहिँ गएर सिंगल बेट पनि भयो। अनि त्यो प्रोमो कोडलाई चाहिँ पेस्ट गरेर बेट गरेर तपाईले प्रोमो कोड युज गर्न सक्नुहुन्छ है। हेर्न सक्नुहुन्छ हामीले यता देखाउँदै यता मेरो ब्यालेन्स पनि 1000 रुपैयाँ आइसकेको छ। विथड्र गर्नको लागि त सजिलो एकदमै इजी छ। विथड्र गर्नको लागि तपाईलाई चाहिँ सुरुमै आफ्नो नेम र फिल गरेपछि, नेम र वालेट नम्बर फिल गरेपछि चाहिँ तपाईलाई सिधै अनि त्यसपछि कन्फर्म गर्न आउँछ। कन्फर्म गरिसकेपछि चाहिँ अनि तपाईलाई एसएमएस मा कोड आउँछ। त्यो कोड फेरि हालेर कन्फर्म गरेपछि चाहिँ तपाईको विथड्र हुन्छ। हेर्न सक्नुहुन्छ सिधै तपाईको मिनिमम विथड्र 2000 छ। वालेट नम्बर फिल गर्नु पर्यो। अहिले सबैको लागि तपाईले पर्सनल प्रोफाइल फिलअप गरेको हुन्छ, फोन नम्बर लिंक गरेको हुनुपर्छ है। अनि एकताली तपाईले ई सेवाबाट विथड्र गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले एकताली पहिला ई सेवाबाट डिपोजिट गरेको हुनुपर्छ है। अनि भनेको अब रह्यो भनेको मेन कुरा के रह्यो भन्दाखेरि तपाईले यहाँ चाहिँ यो क्यासिनो यो 1x गेम्समा चाहिँ यो रोबोट्स गेम्सहरु हुन्छ। यो लकी व्हील बाइक अरु सबै यो पनि हो हुन त सबै रोबोट गेम्स हो। यो चाहिँ सकेसम्म नखेल्नु होला। यसले चाहिँ तपाईले खेलेको प्याटर्नलाई रिड गरिरहेको हुन्छ। अनि त्यसपछि तपाईलाई कहिलेकाहीँ मन लागेला पैसा जिताइदिन्छ, अनि कहिलेकाहीँ घमघुम पैसा खाएर हारिन्छ पनि है। लकी व्हील भनेको चाहिँ फ्री हो, 24 आवरमा फ्री आएको हुन्छ। यो युज गर्दा चाहिँ खासै टेन्सन भएन हैन। अब खेलिने भए चाहिँ क्यासिनो यहाँ माइ क्यासिनोमा ह्युमन मान्छेले खेलाएको हुन्छ। ह्युमन क्यासिनो रियल क्यासिनो हो। यसमा खेल्दा चाहिँ केही फरक पर्दैन। तर अब क्यासिनो खेल्नेहरुको लागि अब स्पोर्ट्सको लागि हेर्न सक्नुहुन्छ यहाँ स्पोर्ट्स लाइभ र अनगोइङ भन्ने हुन्छ। लाइभ भनेको भइहाल्यो। स्पोर्ट्समा चाहिँ यहाँ भित्र देख्न सकिन्छ। जस्तै आज देखाउँछु म, आज एउटा नगइरहेको आज प्रिमियर लिग पनि आजदेखि स्टार्टिङ छ हैन। अब यहाँ इंग्ल्यान्डमा गयो भने इंग्ल्यान्ड प्रिमियर लिगमा जान्छु। विनिङ बेटिङ स्लिप कसरी बनाउने भन्नुहुन्छ साथीहरुले। विनिङ बेटिङ स्लिप बनाउने भनेको एकदम करेक्ट डाटा रिड गरेर मात्र गर्न सकिन्छ है। अब म्यानचेस्टर र लिभरपुलको गेममा हेर्न सक्नुहुन्छ। तपाईले के हेर्न पर्यो भन्दाखेरि लिभरपुलको अहिले फर्म कस्तो छ, म्यानचेस्टर युनाइटेडको अहिले फर्म कस्तो छ, लिभरपुलमा को घाइते छ, म्यानचेस्टर युनाइटेडमा को घाइते इन्ज्योर्ड छ कि छैन हैन। यिनीहरूले फर्स्ट हाफमा कस्तो खेलिरहा, सेकेन्ड हाफमा कस्तो खेलिरहा, कर्नर्स कतिको हानिरहा पहिलाको गेमहरुमा, रिसेन्ट 5-6 गेम्सहरुमा हैन। अनि कतिको येलो कार्डहरु खाएको छ, कतिको गोल हानिरहेको छ, सबै कुरा हेरेर एकदम ठीक चाहिँ कुन लाग्छ त्यो युज गर्नु पर्यो के। अब कर्नर झ्याप भइरहा त्यसमा राम्रो रेट छ भने कर्नर लिने, येलो कार्ड अलि झ्याप भइरहा नि येलो कार्ड लिने। सबै डाटाहरु यिनीहरुको पुरानो फर्म, यिनीहरुको हेड टु हेड कस्तो खेलिरहा, यिनीहरु एक अर्कामा जुधेर, यिनीहरु सबै कुरा राम्रोसँग हेरेर ह्यान्डिक्याप दिएर जितिन्छ कि के गरेर जितिन्छ सबै कुरा स्टडी गरेर फुटमुभ भन्ने एप छ त्यहाँ, त्यसमा गएर पनि स्टडी गरेर तपाईले मजासे स्टडी गरेर अनि बल्ल आनन्द चाहिँ हाल्नु पर्यो। यो पनि हाल्छु त्यो पनि हाल्छु भनेर हाल्न भएन। मजासँग रिड गरेर
टाइम लिएर मात्र बेट हाल्नु पर्यो अनि बल्ल विनिङ बेट स्लिप जितिन्छ। कहिले काहीँ हारिन्छ। तपाईँ धेरै धेरै अडमा जान खोज्नुभयो भने जस्तै हामीले अब विन 1 नि लियो, यो विन 1 नि लियो, यो विन 1 नि लियो, यति तिनटाले चित्त बुझ्दैन, 2.5 को अड छ, हामी अझै धेरै धेरै अडमा जान खोज्छौँ अनि यो तिनटा एकुमुलेट गरेर हाल्दा चित्त बुझ्दैन, यो हेर्दाखेरि जितिन्छ कि जस्तो देखिन्छ होइन। तैपनि यो मैले त इक्जाम्पल मात्र दिएको हो, यो नहाल्नु होला, आफ्नो इच्छाले हाल्नु होला। त्यही भनेर के गर्नु भन्दाखेरि जित्ने हिसाबले खेल्नु, तपाईँलाई धेरै अडको हिसाबले होइन कि जित्ने हिसाबले खेल्नु होला है। अनि अब के बाँकी रहेको भन्दाखेरि यहाँ अब एउटा टोटो भन्ने हुन्छ। टोटो भनेको चाहिँ यस्तो, टोटो 15 त फ्री हुँदैन, तर यो टोटो 1x टोटो भन्ने चाहिँ फ्री हुन्छ। यसमा चाहिँ 12वटा गेम चाहिँ तपाईँले फ्रीमा प्रेडिक्ट गर्न मिल्छ। यो आफैले प्रेडिक्ट गर्नु होइन, कुन कुन मन लाग्छ प्रेडिक्ट गर्नु। अनि त्यसपछि प्लेस अफ बेट भन्ने अप्सन आउँछ लास्टमा, प्लेस अफ बेट गर्नु होला। तर यो चाहिँ टोटो के अरे हिस्ट्रीमा तपाईँको एसेप्ट भएको हुँदैन होइन। किन भन्दाखेरि यो टोटो चाहिँ एसेप्ट हुनको लागि तपाईँले एउटा सिङ्गल बेट हालेको हुनुपर्छ। 360 कि कति रुपियाँको एउटा सिङ्गल बेट 2 अड भएको हालेको हुनुपर्छ यो एसेप्ट हुनलाई। अनि बल्ल तपाईँको टोटो हिस्ट्रीमा गएर टोटो नि एसेप्टेड भएको हुन्छ। तर के हो भन्दाखेरि टोटो यो 12वटा फ्रीमा प्रेडिक्ट गरेको छ नि, यो टोटो त एसेप्ट भइहाल्छ 360 रुपियाँको ब्यालेन्स हालिसकेपछि होइन, के अरे सिङ्गल गेम हालिसकेपछि बेट हालेपछि होइन, 2 को अड हुनु पर्यो। तर टोटो कहिले काहीँ कस्तो भयो भने 9-10वटा मिल्यो भने तपाईँलाई ह्युज पैसा आउँछ। यो पनि तपाईँले बिर्सिन नहुने कुरा हो, हेर्नु होला होइन। बेट स्लिप कसरी बेट स्लिप कसरी सेयर गर्ने भन्ने हुन्छ एउटा कुरा चाहिँ। बेट स्लिप सेयर गर्नको लागि हेर्न सक्नुहुन्छ, यहाँ बेट स्लिप जान सक्नुहुन्छ। बेट स्लिपमा गइसकेपछि चाहिँ तपाईँको यसलाई डाउनलोड नि गर्न मिल्छ र तपाईँले सेभ बेट स्लिप गऱ्यो भने तपाईँको के हुन्छ, यहाँबाट बेट स्लिपको नम्बर यहाँ कोड दिन्छ 93 यस्तो वाला। यो कोड चाहिँ तपाईँलाई साथीलाई पठायो भने उसले नि अब डाउनलोड बेट स्लिप गरेर सिधै उसले चाहिँ त्यहाँ कोड हालेर बेट स्लिप नि सेयर गर्न मिल्छ है साथीहरू। अनि अर्को भनेको अब तपाईँले क्यासब्याकहरू पनि पाउन सक्नुहुन्छ यहाँबाट। यहाँ 1x को अन्डरमा गएर यहाँ क्यासब्याक भन्ने अप्सन हुन्छ। क्यासब्याक अप्सनमा चाहिँ यहाँ सेलेक्ट गेम गर्नुपर्ने हुन्छ, कुन कुन गेम तपाईँले रेगुलरली खेलिराख्नुहुन्छ होइन, त्यो दुईवटा चाहिँ सेलेक्ट गर्नु होला होइन। अनि तपाईँले हारेको पैसा सर्टेन % क्यासब्याक हुन्छ योबाट चाहिँ होइन। यहाँ हेर्न सक्नुहुन्छ यो प्रोमो सेक्सनमा पनि गिफ्टहरू हुन्छ हल्का फुल्का, यो पनि कलेक्ट गर्नु होला आएको बेला। अनि प्रोमो सेक्सनमा प्रोमो कोड चेक गर्ने सिकाइसके। अनि यहाँ अर्को 1x गेम्सभित्रको यसमा प्रोमोमा पनि यहाँ बोनस गेम्सहरू हुन्छ, के हुन्छ, तपाईँहरूले विकली रिवार्डहरू हुन्छ, सब कुरा लिन सक्नुहुन्छ यसबाट। यहाँ अदर्सभित्र पनि अर्को प्रोमो हुन्छ। यो प्रोमोभित्र जस्तै बोनस गेम्स, क्यासब्याक, भिआइपी क्यासब्याक सबै हुन्छ। यहाँबाट पनि तपाईँले पैसाहरू हारेको कलेक्ट गर्न सक्नुहुन्छ। इन्भाइट फ्रेन्डबाट चाहिँ तपाईँले साथीलाई इन्भाइट गरेर चाहिँ अलिअलि कमिसन पनि पाउन सक्नुहुन्छ है साथीहरू। बोनसेस कसरी युज गर्ने चाहिँ म डिस्क्रिप्सनमा अर्को लिङ्क हालिदिन्छु युट्युबको, त्यो भिडियो हेर्नु होला। बोनसेस कसरी युज गर्नको लागि, मन्डे बोनस युज गर्नको लागि चाहिँ डाइरेक्ट 1x गेम्समा जानुपर्छ। यो 1x गेम्समा गएर गेमभित्र गएर माथि मेन एकाउन्टदेखि बोनस एकाउन्टमा स्विच गर्नुपर्छ भने फ्राइडे डिपोजिट र फर्स्ट डिपोजिट बोनसमा चाहिँ सिस्टम डिफ्रेन्ट छ, त्यो हेर्नु होला है।